Come to front. Hello, nice guppies. Come to front. Guppies in different colors. Wow, so nice. Playing in aquarium. This is the female, biggest. Bale and Pothi. This is Valley of male in red color. यो पनि मेल नै हो, यो पनि मेल नै हो, भर्खर पाएको अस्ति। गफीले चाहिँ साथीहरू के गर्दो रहेछ भने अरू माछाहरूले चाहिँ फुल पारेर त्यसबाट चाहिँ सन्तान उत्पादन गर्ने गर्दछ भने गफिजले चाहिँ यसले चाहिँ बच्चा जन्माउने नै काम गर्दो रहेछ। सानो सानो बच्चाहरू जन्माउँदो रहेछन्, त्यही हुर्केर चाहिँ ठुलो भन्दो रहेछ। This is very nice. Wow. र गफिजको साइज चाहिँ प्राय यत्रै मात्रै हुँदो रहेछ, योभन्दा ठुलो हुँदैन। यो चाहिँ एक्वेरियममा लोटस पनि छ। यो सानो सानो बच्चाहरू भर्खर अस्ति जन्मेर यो किले गरेको बच्चा, यो पनि यो ठुलो भइसकेको यो माउ हो। यसले चाहिँ बच्चा पार्छ। यो मेल फिमेलको चाहिँ पेट अलिकति फुलिएको ठुलो हुन्छ र मेल चाहिँ चेप्टो आकारको। यो नयाँ मेल यही जन्माएर यो ठुल्ठुलो माउहरूले जन्मेर हुर्केको नयाँ हो। भित्र चाहिँ लोटस एकदमै राम्रो फुल्छ, पिङ्क कलरको, रेड पिङ्क। भर्खर चारो खाएर गफीहरू चाहिँ खेलिरहेका छन्, पुरा आनन्द आउँछ देख्दाखेरि। थकित भएको अवस्थामा चाहिँ नि टक्क चाहिँ माछा खेलेको हेऱ्यो भने एक प्रकारको जोस र आनन्द आउने गर्दछ। मामा केही कुरा भन्नु छ? केही कुरा भन्नु छ मामा? यो माछालाई हेर्दाखेरि खासै भन्नु त धेरै मन थियो, तर अहिले अलिकति ढिलो भएको कारणले मैले अहिले केही बोल्न सकिनँ होइन। मामाको यस्तो चकचकाउँदो फेसलाई म यो भिडियोमा म देखाउन चाहन्छु। मामा चाहिँ जानुभयो सेन्डुमा। बाई बाई मामा।